म वाक्कै मिच्छै परिसकेको थिएँ। मम्मीले मकै ठटा भन्न लागेको पनि 3-4 दिन भइसकेको थियो र आज मैले यो मकैलाई ठटाएर त्यो टेन्सनबाट मुक्त हुनेवाला छु। मकै त ठटाउनको लागि यहाँ पहिल्यै रेडी बनाएर राखिसक्नु भएको रहेछ। हिजो अस्तिसम्म त मकै भरि धमिराले खाएर केही जो राखेको छैन। यो भने घरमा बसेर पनि मकै ठटाइदिन भन्दै कराउँदै त्यति मात्र कहाँ र इन्डिया समेत कुरा लाउन भ्याउनु भयो। मकै पनि ठटाउनु पर्ने, बोराको पनि कन्जुस है। त्यही माथि यो मकै पनि मैले सक्लै देख्छु। तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। त्यस्ता नाथे बोरामा पनि के मकै ठटाइ हुन्थ्यो र एकैछिनमा बोरा फाटेको, त्यसपछि अर्को बोरामा राख्नै पर्यो। यही हो लोभले लाभ लाभले बिला भनेको। अघि नै मैले अर्को बोरा मागेको थिएँ, दिनु भएन। आखिरमा अर्को बोरा त दिनु पर्दो रहेछ नि भनेर भन्दै थिए। त्यसपछि त झन् उताबाट जवाब आउन थाल्यो। त्यसपछि चुप्प लाएर मकै ठटाउन थाले। एउटा मकैको बोरालाई 2-3 चोटि ठटाउनु पर्छ। यस्तो ताले त्यत्रो माथिको बोरा कहिले ठटाएर सकेला। उही बान्या छ खोल्या छ ठटा छ, बान्या छ खोल्या छ ठटा छ। आजको मेरो दिन यही गरेर बित्छ होला भनेर पहिल्यै मैले मेरो भविष्यवाणी गरिसके। अघि नै लगेको बोराको त ठटाएर सकियो, अब पालो यो बोराको। मैले भने यस्तो मरिहत्ती गरेर काम गर्ने, यसले भने नजिक बसेर भात खाइदिने, म पनि के को कम। त्यसपछि म पनि लाग्छु खाना खानलाई। आजलाई तिमीले अर्को भिडियोमा बाइ बाइ।